Hello everyone, welcome back to my channel. हिजो चाहिँ मेरो ठुलो भाउजूको बर्थडे थियो अन्त हामीले त्यस्तो ठुलो ग्रान्ड बर्थडे त सेलिब्रेट गरेन तर जस्ट फ्यामिली गेट टुगेदर अनि मोमो पार्टी गऱ्यौँ। अब स्याटरडे परेकोले गर्दा चाहिँ हामीले भेज मोमो नै खानु पर्यो होइन, किनकि थुप्रैजनाले चाहिँ नन भेज खानु हुँदैन स्याटरडे, त्यही भएर चाहिँ हामीले चाहिँ भेज मोमो प्रिपेयर गर्दै थिएँ। यहाँनिर चाहिँ प्लस हामीले आटा युज गर्दै थिएँ। अन्त यो चाहिँ बदाम फर द अचार। अब मैदा युज नगरेर चाहिँ आटा युज गर्दै थिएँ बिकज द्याट इज इभन मोर हेल्दी। एन्ड देन फिलिङको लागि चाहिँ हामीले बन्दाकोपी र प्याजमा मजाले ओइल हालेर चाहिँ मिक्स गरेको थिएँ। यो मैले चाहिँ बनाउँदै थिएँ होइन, अनि अरूहरूले चाहिँ हेल्प गर्दै थियो बेल्नुमा, डल्ला बनाउनुमा। अनि सबैजना मिलेर चाहिँ बनाउँदाखेरि चाहिँ छिटो छिटो भइहाल्यो, नभए त मोमो बनाउनु इज अ भेरी लङ प्रोसेस। 2 मक्टु मोमो बसाएपछि चाहिँ फेरि हामीले केक काट्ने डिसाइड गऱ्यौँ। अनि यहाँ हेर्न सक्नुहुन्छ मैले केक निकाल्दैछु, भाउजूको लागि रेडी बनाइदिँदैछु। केक चाहिँ अलिकति हाम्रो फ्यामिलीको लागि सानो जस्तो लाग्दै थियो तर सबैलाई नै पुगायौँ हामीले हो, सानो गरेर सबैले खायो, सबैलाई पुग्यो। अनि मेन्यूमा त हाम्रो मोमो नै थियो, सो मोमोले त मन भरिहाल्यो सबैको। सो यति नै थियो यो भिडियोमा चाहिँ, त्यस्तो खासै हाम्रो ग्रान्ड सेलिब्रेसन थिएन, जस्ट मोमो पार्टी र केक कटिङ भयो। अन्त हामी त युजुअली यसरी नै बर्थडेज मनाउँछ, त्यस्तो ठुलो ग्रान्ड गर्दैनौँ होइन, तर यति नै गर्दाखेरि पनि धेरै नै रमाइलो लाग्छ हो। आई होप यु गाइज अल्सो विल लाइक दिस भिडियो एन्ड मन पर्यो भने चाहिँ लाइक गर्नुहोस् होला, सब्सक्राइब चाहिँ एकदमै गर्नु नभुल्नुहोस् होला है। सो म भेट्छु तपाईँहरूलाई अरूको भिडियोमा। टिल देन टेक केयर, बाई बाई। पायो मैले पायो।